सम्पूर्णमा नमस्कार। प्रदेश लोक सेवा आयोग कोशी प्रदेश विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका सहायक स्तर 5औं तहका पदहरूको ज्येष्ठता र कार्य सम्बन्धन मूल्याङ्कनद्वारा हुने बढुवा तथा खुलामा विभिन्न विज्ञापनहरू खुलाएको छ। जस अन्तर्गत ज्येष्ठता र कार्य सम्बन्धन मूल्याङ्कन अन्तर्गत सब इन्जिनियर 8 जना, प्राविधिक सहायक 1 जना, पशु स्वास्थ्य प्राविधिक 1 जना, हेल्थ एसिस्टेन्ट 5 जना, स्टाफ नर्स 1 जना, पब्लिक हेल्थ नर्स 1 जना। त्यसै गरी अप्राविधिक तर्फ नायब सुब्बा तह 5, स्थानीय प्रशासन सामान्य प्रशासन 8 जना, लेखापाल 1 जना। त्यसै गरी स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका सहायक स्तर 5औं तहका पदहरूको कार्यक्षमताको मूल्याङ्कन हुने बढुवाको लागि चाहिँ सब इन्जिनियर 7 जना, सब इन्जिनियर तह 5 1 जना, प्राविधिक सहायक 1 जना, प्राविधिक सहायक 1 जना, पशु स्वास्थ्य प्राविधिक 1 जना, प्राविधिक सहायक 1 जना, हेल्थ एसिस्टेन्ट 6 जना, स्टाफ नर्स 1 जना। त्यसै गरी अप्राविधिक तर्फ नायब सुब्बा स्थानीय प्रशासन सामान्य प्रशासन 8 जना, लेखापाल 1 जना, महिला विकास निरीक्षक 1 जना। स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फ सहायक स्तर 5औं तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन भनेर चाहिँ तपाईँको सब इन्जिनियर तह 5 खुलामा 13 जना, आदिवासी जनजातिमा सब इन्जिनियर तह 5 स्थानीय इन्जिनियरिङ तथा सिभिल भनेर 3 जना, महिलामा 3 जना, थारूमा 1 जना, मधेसीमा 1 जना, मुस्लिममा 1 जना, अपाङ्गमा 1 जना र खुला स्थानीय इन्जिनियरिङ सिभिल B&A मा 1 जना। त्यसै गरी प्राविधिक सहायक स्थानीय कृषि प्रसार भनेर 14 जना, प्राविधिक सहायक स्थानीय कृषि बागवानी समूह 1 जना, स्थानीय कृषि बाली संरक्षणमा 2 जना, स्थानीय कृषि बाली विकासमा 1 जना, स्थानीय कृषि माटो विज्ञानमा 1 जना, 1 जना। त्यसै गरी आदिवासी जनजातिमा स्थानीय कृषि प्रसार 4 जना। त्यसै गरी हेल्थ एसिस्टेन्टमा 2 जना, हेल्थ एसिस्टेन्ट तह 5 स्थानीय स्वास्थ्य हेल्थ इन्सपेक्सनमा 11 जना, हेल्थ एसिस्टेन्ट तह 5 स्थानीय स्वास्थ्य हेल्थ इन्सपेक्सनमा 2 जना। त्यसै गरी अप्राविधिक तर्फ नायब सुब्बा तह 5 मा स्थानीय प्रशासन सामान्य प्रशासनमा 62 जना, लेखापाल स्थानीय प्रशासन लेखामा 2 जना, आलेप सहायक स्थानीय प्रशासन आलेपमा 2 जना। त्यसै गरी आदिवासी जनजाति नायब सुब्बा स्थानीय प्रशासन सामान्य प्रशासनमा 17 जना, आलेप सहायक स्थानीय प्रशासन आलेपमा 1 जना। त्यसै गरी महिलामा नायब सुब्बा 17 जना। त्यसै गरी दलितमा स्थानीय प्रशासन सामान्य प्रशासनमा 3 जना र लेखापालमा 1 जना। त्यसै गरी थारूमा चाहिँ स्थानीय प्रशासन सामान्य प्रशासन गरी 3 जना, मुस्लिममा 2 जना, खुलामा तथ्याङ्क सहायक भनेर 1 जना, आदिवासी जनजाति 1 जना, आदिवासी जनजाति 1 जना र दलित 1 जना गरी खुलाएको रहेछ। त्यसै गरी परीक्षा रहेको छ। अप्राविधिक तर्फको मात्रै कुरा गरेँ मैले। प्रशासन सामान्य प्रशासन लेखा तथा आलेप तह 5 को नायब सुब्बा लेखापाल आलेप सहायकको परीक्षा चाहिँ 2082 साल 11 महिना 30 गते बिहान 7:30 बजे प्रथम पत्र रहेको रहेछ। त्यसै गरी द्वितीय पत्र 2083 साल वैशाख 5 गते दिनको 1 बजेबाट। त्यसै गरी सूचना प्रविधि तथा तथ्याङ्क सहायकको चाहिँ 2082 साल 11 महिना 29 गते दिनको 1 बजे। त्यसै गरी द्वितीय पत्र 2082 साल 12 महिना 26 गते दिनको 1 बजे। प्रशासन विविध महिला विकासको महिला विकास निरीक्षकको 2082 साल 12 महिना 1 गते बिहानको 7:03 बजे प्रथम पत्र। त्यसै गरी 2082 साल 12 महिना 27 गते दिनको 1 बजे द्वितीय पत्र रहेको छ। त्यसै गरी कानुन 5 नायब सुब्बा 2082 साल 12 महिना 2 गते बिहानको 7:30 बजे। त्यसै गरी 2082 साल 12-29 गते दिनको 1 बजे चाहिँ यसको लिखित परीक्षा रहेको रहेछ। त्यसै गरी परीक्षा दस्तुर 5औं तहको लागि दस्तुर 700। त्यसै गरी समावेशी समूहतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा चाहिँ प्रत्येक उमा चाहिँ 200 रुपियाँ रहेछ। त्यसै गरी दरखास्त दिने अन्तिम मिति 2082 साल पुस 20 गते र दोब्बर दस्तुर गरी
9 महिना 27 गतेसम्म चाहिँ यसको राजस्व बुझाउन सकिने रहेछ। त्यसै गरी दरखास्त दस्तुर बुझाउने स्थान र विधि चाहिँ दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार सङ्केत नम्बर उल्लेख भएको बैंक भोचर प्रिन्ट गरी तोकिएको बैंकबाट नगद समेत बुझाउन सकिने रहेछ। त्यसै गरी दस्तुर बुझाउने अवधि चाहिँ ढिलोमा चाहिँ 2082 साल 9 महिना 28 गतेसम्म तोकिएको परिचय दस्तुर वा दोब्बर दस्तुर अनिवार्य बुझाइसक्नुपर्ने छ है। त्यसै गरी दरखास्तको माध्यम चाहिँ खुला तथा समावेशीतर्फ विज्ञापित सबै पदहरूमा अनलाइन प्रणाली मार्फत मात्र दरखास्त बुझाउनु पर्ने छ है। त्यसै गरी यसमा चाहिँ उमेरको हद 18 वर्ष उमेर पुरा भई 35 वर्ष ननागेको र महिला तथा अपाङ्ग उम्मेदवारको हकमा चाहिँ 40 वर्ष ननागेको हुनु पर्यो। त्यसै गरी पेश गर्नुपर्ने कागजातमा चाहिँ उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता, तालिम, अनुभव, कपि प्रमाणपत्रको कुरा यसमा गरे आएछ। त्यसै गरी मैले यसमा अपराधिकतर्फ नायब सुब्बामा गएपछि नायब सुब्बा तह 5 प्रशासन सेवा सामान्य प्रशासन समूहका लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा स्कुल लिभिङ सर्टिफिकेट एक्जामिनेसन वा सोसर उत्तीर्ण यसलाई भन्न खोजेको जुन सङ्कायमा पनि +2 गरेको चाहिँ हुनुपर्ने रहेछ। त्यसै गरी लेखापाल तह 5 प्रशासन सेवा लेखा समूहको लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र तह +2 वा अर्थशास्त्र, गणित वा तथ्याङ्कशास्त्रमध्ये कुनै एक मूल विषयले प्रवीणता प्रमाणपत्र तह +2 वा सोसर उत्तीर्ण गरेको। लेखापाल तथा प्रशासनको लागि चाहिँ व्यवस्थापन वाणिज्य शास्त्र वा अर्थशास्त्र वा गणित वा तथ्याङ्कशास्त्रमध्ये चाहिँ जेमा पनि +2 गरेको भए हुने रहेछ। त्यसै गरी आन्तरिक लेखा परीक्षक सहायक 5 तहमा पनि त्यस्तै कुरा रहेको रहेछ, यसमा ख्याल गर्नु होला। त्यसै गरी यसको पाठ्यक्रम चाहिँ मैले अब यसको पाठ्यक्रममा गइरहेको छु। त्यसै गरी पाठ्यक्रमको कुरा गर्दाखेरि चाहिँ प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गतका अप्राविधिक तर्फ प्रशासन सेवा, सामान्य प्रशासन, लेखा, राजस्व र आन्तरिक लेखा परीक्षण समूह सहायक स्तर 5 तहका पदहरूको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम यस प्रकार रहेको छ। यसमा चाहिँ तपाईँको अरू इक्जाम जस्तो 3टा पेपर भन्दा पनि यसमा चाहिँ एउटा फर्स्ट पेपर 100 पूर्णाङ्क, त्यसै गरी रिटर्न चाहिँ यसको एउटा पेपर मात्रै रहेको छ। अन्तिममा चाहिँ कम्प्युटर सिप, परीक्षा र अन्तर्वार्ता सबै गरेर 40 मार्क्सको यसमा रहेछ। प्रथम चरणमा चाहिँ तपाईँको 100मा चाहिँ 40 उत्तराङ्क, 50वटा क्वेसन सोध्ने छ 2 अङ्कबार सहित, टाइम चाहिँ यसको 45 मिनट। त्यसै गरी द्वितीय चरणमा चाहिँ समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन भनेर चाहिँ 100 मार्क्सको सोध्छ, यसमा चाहिँ उत्तराङ्क 40। त्यसै गरी यसमा छोटो उत्तर 8वटा 5 अङ्कको, त्यसै गरी लामो उत्तर 6वटा 10 अङ्क गरी समय चाहिँ यसको 3 घन्टा तोकिएको छ। त्यसै गरी कम्प्युटर सिप परीक्षणको लागि चाहिँ 10 अङ्क छुट्याइएको छ, समय 15 मिनट। त्यसै गरी व्यक्तिगत अन्तर्वार्ता चाहिँ 30 अङ्क छुट्याइएको छ, यसमा चाहिँ अब समय तोकिएको चाहिँ छैन। अब त्यसै गरी यस पाठ्यक्रममा चाहिँ पहिलो पेपरमा चाहिँ अब सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षण भनेर चाहिँ यसमा खुलाएको छ। सामान्य भूगोल, विश्वको भूगोल, महादेश, महासागर, ध्रुव, अक्षांश, देशान्तर, समय, दूरी, पर्वत श्रृङ्खला, भूकम्प, ज्वालामुखी, नदी, हिमनदी, ताल, जलवायु आदिबाट आउने छ। नेपालको भूगोल, धरातलीय स्वरूपको किसिम र विशेषताहरू, प्राकृतिक स्रोतहरू, किसिम, उपलब्धि र वर्तमान अवस्था। त्यसै गरी इतिहासबाट हेर्नु होला, म्याग्ना कार्ता, औद्योगिक क्रान्ति, प्रथम र द्वितीय विश्वयुद्ध सम्बन्धी जानकारी। त्यसै गरी नेपालको इतिहास होइन, किराँतकाल, लिच्छविकाल, मध्यकाल, सामाजिक, आर्थिक एवं राजनीतिक अवस्था, आधुनिक इतिहास तथा राजनीतिक घटनाक्रम, कारण र तिनका परिमाणहरू। त्यसै गरी नेपालमा लोकतन्त्रका लागि भएका आन्दोलनहरू होइन। त्यसै गरी नेपालको सामाजिक एवं सांस्कृतिक अवस्थामा चाहिँ प्रथा, परम्परा, मूल्य र मान्यता, धर्म, जात-जाति, भाषा-भाषी, संस्कृति, कला, साहित्य र सङ्गीत। त्यसै गरी सांस्कृतिक सम्पदाको किसिम, विशेषता र महत्त्व, नेपालको आर्थिक अवस्था, विकासका पूर्वाधारहरू जस्तै कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य, विद्युत सम्बन्धी हेर्नु होला। कोशी प्रदेशको भौगोलिक, सामाजिक, धार्मिक, सांस्कृतिक, आर्थिक अवस्था सम्बन्धी जानकारी हो। यो कोशी प्रदेशको चाहिँ अब यसको चाहिँ गुगलमा खोजेर हुन्छ, कताबाट यसको किताबहरू पनि हजुरलाई उपलब्ध होला। यसबाट चाहिँ हजुरले भौगोलिक यसका भौगोलिक विशेषताहरू अनि यसमा चाहिँ अब सामाजिक, धार्मिक, सांस्कृतिक विषयहरू सम्बन्धी पनि हेर्नु होला। त्यसै गरी विज्ञान, प्रविधि र स्वास्थ्य सम्बन्धी निम्नलिखित विषयमा सामान्य जानकारी भनेको छ। विज्ञान र प्रविधिको विकासबाट मानव जीवनमा परेको प्रत्यक्ष प्रभाव, जैविक प्रविधि, सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक ऊर्जा होइन, क्रम विकास र वंशाणु, स्वास्थ्य, रोग, खोप, खाद्य पोषण, सरसफाइ, दैनिक जीवनमा प्रयोग हुने वस्तुहरू, साबुन, प्लास्टिक, रेसा, काँच, मल, कीटनाशक औषधिको बारेमा। त्यसै गरी पारिस्थितिक
पारिस्थितिक पद्धति र वातावरणको बारेमा भनेको छ। पारिस्थितिक पद्धतिको परिचय र प्रकार तथा जीव भूरासायनिक चक्र, दिगो विकास, जैविक विविधता, दुर्लभ पशुपन्छी र वनस्पतिहरू, विश्वव्यापी उष्णता, जलवायु परिवर्तन, हरितगृह प्रभाव, ओजन तहको विनाश, वातावरण प्रदूषण, जनसङ्ख्या शहरीकरण, बसोबास इत्यादि। अर्को कुरा संयुक्त राष्ट्रसङ्घ युएनओ, दक्षिण एसियाली क्षेत्रीय सङ्गठन सार्क, बिमस्टेक र आसियान सम्बन्धी सामान्य जानकारी भनेको छ। अन्तर्राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिक, खेलकुद, पुस्तक, पुरस्कार, कला, साहित्य लगायत समसामयिक घटना तथा नवीनतम गतिविधिहरू र महत्त्वपूर्ण व्यक्तित्व तथा विचारहरू सम्बन्धी जानकारी भनेको छ। त्यसै गरी नेपाली भाषामा लेखन शैलीको विकासका लागि आवश्यक व्याकरण र सो अनुरूपको शुद्ध शुद्धि सम्बन्धी जानकारी भनेको छ। अब अलिकति अङ्ग्रेजी, यसमा चाहिँ अङ्ग्रेजी चाहिँ सुनेको छ। नोलेज अन राइटिङ करेक्ट इङ्ग्लिस सेन्टेन्स लेटर एन्ड रिपोर्ट अकर्डिङ टु इङ्ग्लिस ग्रामर्स बेस्ड अन द फ्लोइङ सेन्टिक फङ्सन भनेको छ। जस्तै नाउन, प्रोनाउन, एडजेक्टिभ, भर्ब, एडभर्ब, प्रिपोजिसन, कन्जुक्सन, इन्टरजेक्सन इटिसी होइन। अनि भोकाबुलरीको बारेमा पनि भनेको छ। मिनिङ अफ द वर्ड्स होइन, लिटरल, फिगरेटिभ, कन्सेप्चुअल, सिङ्गल वर्ड फर एक्सप्रेसन, सिनोनिम्स, एटोनिम्स एन्ड होमोनिम्स अनि होमोफोन्सको बारेमा पनि हेर्नु होला। यसमा चाहिँ सामान्य बौद्धिक परीक्षणमा चाहिँ 15वटा प्रश्न, 2 मार्क्स गरी 30 अङ्क। यसमा चाहिँ 70 मार्क्सको जिके र 30 मार्क्सको सामान्य बौद्धिक परीक्षण सोध्ने गर्दछ। अङ्कबार पनि तल हेर्नु होला, कुन उबाट कतिवटा क्वेसनहरू आउँछ भनेर होइन। यस्तै खालको क्वेसनहरू नमुना प्रश्न उत्तर पनि हेर्नु होला। त्यसै गरी अब यसको लिखित परीक्षामा चाहिँ द्वितीय पत्रमा चाहिँ यो खण्ड तिनवटा खण्डमा यसलाई छुट्याएको छ। पहिलो खण्डमा चाहिँ नेपालको सामाजिक, आर्थिक एवं वातावरणीय अवस्था रहेछ होइन। भौगोलिक अवस्था, स्वरूप, किसिम र विशेषताहरू, हावापानी किसिम र विशेषताहरू, जल सम्बन्धी स्थिति र महत्त्व, वन सम्पदा, अनि त्यसपछि योजनाबद्ध विकास, जनसङ्ख्या व्यवस्थापन, वातावरण व्यवस्थापन, दिगो विकासका लक्ष्य, अन्त सम्बन्धी विषयहरू, विपद व्यवस्थापन, कोशी प्रदेशको प्रचलित प्रमुख धर्म, जातीय भाषाभाषी संस्कृति, सामाजिक, आर्थिक एवं वातावरणीय अवस्था, उपभोक्ता हित संरक्षण सम्बन्धी जानकारी बाट 30 मार्क्स। त्यसै गरी संवैधानिक व्यवस्था र सरकारबाट चाहिँ नेपालको संविधान, संघीयताको अवधारणा, नेपालमा यसको अभ्यास, नागरिक चेतना, शिक्षा, नागरिक समाज लगायतका नागरिकको दायित्व र कर्तव्य, कानुनको अर्थ र महत्त्व, कानुनी राज्यको अवधारणा, सामाजिक समावेशीकरण, राजशक्तिको बाँडफाँड, स्थानीय तहको न्यायिक अधिकार, विवाद समाधान र मेलमिलाप, स्थानीय कार्यपालिका, व्यवस्थापिका र आर्थिक कार्यपालिका सम्बन्धी सामान्य जानकारी, सङ्घ प्रदेश स्थानीय तहबीच अन्तर्सम्बन्ध, प्रदेश कार्यपालिका, व्यवस्थापिका र आर्थिक कार्यपालिका सम्बन्धी सामान्य जानकारी, मुद्दा मामिला र त्यसको प्रतिरक्षा सम्बन्धी सामान्य जानकारीबाट चाहिँ 30 मार्क्स। त्यसै गरी सार्वजनिक सेवा सञ्चालन एवं व्यवस्थापनबाट 40 मार्क्सको सोध्ने रहेछ। त्यसमा चाहिँ कार्यालय व्यवस्थापन, कार्यालय व्यवस्थापनको अवधारणा र महत्त्व, कर्मचारीको आचरण तथा अनुशासन, अभिलेख व्यवस्थापनको परिचय, उद्देश्य र आवश्यकता र महत्त्व, कार्यालयमा सञ्चारको महत्त्व र प्रकार, त्यसै गरी सरजमिन मुचल्का, बैठक व्यवस्थापन, गुनासो व्यवस्थापन, द्वन्द्व व्यवस्थापन, गोष्ठी कार्यशाला र सेमिनार, समन्वय व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी जानकारी, सार्वजनिक सम्पत्ति व्यवस्थापन, लेखा प्रणाली र राजस्व प्रशासन अन्तर्गत चाहिँ सरकारी लेखा प्रणाली र लेखा परीक्षा सम्बन्धी जानकारी, सरकारको आर्थिक कार्यप्रणालीको सामान्य जानकारी, विनियोजन, राजस्व धरोहरी र जिन्सी श्रेष्ठता प्रणाली, राजस्व प्रशासन, राजस्व र खर्चको फाँटबारी र प्रतिवेदन, बजेट सम्बन्धी सामान्य जानकारी, स्थानीय तहको आर्थिक कार्यप्रणालीका सम्बन्धी सामान्य जानकारी, अन्तर सरकारी वित्तीय हस्तान्तरण, राजस्व अधिकार र परिचालन सम्बन्धी जानकारी, सङ्घ प्रदेश र स्थानीय तहको कर तथा गैर करका अधिकार क्षेत्र राजस्व बाँडफाँड सम्बन्धी जानकारी, आर्थिक प्रशासन सम्बन्धी सूचना प्रणाली सूत्र, आरएमआइएस, टिएसए, एलएमबिआइएस, पिएलएमबिआइएस, पाम सम्बन्धी सामान्य जानकारी। त्यसै गरी सार्वजनिक सेवा प्रवाहका अन्तर्गत चाहिँ सार्वजनिक सेवा प्रवाहको अर्थ र महत्त्व, सार्वजनिक सेवा प्रवाह गर्ने तरिका र माध्यमहरू होइन। त्यसै गरी सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका र सेवाग्राहीको अधिकार तथा दायित्व, सार्वजनिक सेवा प्रवाहमा जवाबदेहिता र पारदर्शिता, व्यक्तिगत घटना दर्ता, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076, सार्वजनिक खरिद सम्बन्धी सामान्य जानकारी, कोशी प्रदेश सरकारको सङ्गठन संरचना सम्बन्धी सामान्य जानकारी, सङ्घ प्रदेश तथा स्थानीय तहको कर्मचारी व्यवस्थापन सम्बन्धी कानुनहरू, स्थानीय सरकार सञ्चालन ऐन 2074, भ्रष्टाचार निवारण ऐन 2059, सङ्घ प्रदेश स्थानीय तह समन्वय तथा अन्तर्सम्बन्ध ऐन 2077, सूचनाको हक तथा यस सम्बन्धी कानुनी व्यवस्था, देहायको सङ्गठनको परिचय तथा कार्यहरू भनेको छ होइन। त्यस अन्तर्गत चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, निर्वाचन आयोग, प्रदेश सभा सचिवालय, मुख्यमन्त्री अथवा मन्त्री परिषदको कार्यालय, प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोग। त्यसै गरी प्रदेश प्रहरी ऐन 2076 को परीक्षा 2 देखि 6 सम्म
भने छ। नेपाल नागरिकता ऐन 2063 तथा नियमावली 2063, प्रदेश लोकसेवा आयोग ऐन 2076, कोशी प्रदेश सम्बन्धी जानकारी भने छ। यसमा अङ्कबार पनि हेर्नु होला। पहिलो खण्ड कबाट 30, खण्ड खबाट 30 र खण्ड गबाट 40 मार्क्स गरी टोटल जम्मा प्रश्न चाहिँ 14वटा सोध्ने रहेछ। अब यहाँ तल नमुना प्रश्न उत्तर पनि हेर्नु होला। त्यसै गरी कम्प्युटर परीक्षणमा चाहिँ देवनागरी टाइपिङको लागि 2.5 अङ्क, त्यसै गरी इङ्ग्लिस टाइपिङको लागि 2.5 अङ्क, वर्ड प्रोसेसिङबाट 2 अङ्क, इलेक्ट्रोनिक स्प्रेडसिटबाट 1 अङ्क, प्रेजेन्टेसन सिस्टमबाट 1 अङ्क, विन्डोज बेसिक, इमेल अनि इन्टरनेटबाट 1 अङ्क, सबै गरेर तपाईँको 10 अङ्क यसबाट सोध्ने रहेछ। कम्प्युटर सम्बन्धी अब पछिको कुरा भयो, यहाँ अब पछि हेर्नु होला। हस्, धन्यवाद।